आज चाहिँ नि मलाई बोलेर बनाउनु मन लाग्यो क्या भिडियो। मैले अहिलेसम्म यसरी बोलेर भिडियो त बनाएको थिइनँ है। आज चाहिँ मलाई बोलेर बनाउनु मन लाग्यो। अनि के मलाई मेरो किन यस्तो विधि चासो गर्ने के भनेको, मेरो किन यस्तो विधि कुरा काट्ने, मेरो किन यस्तो विधि चासो गर्ने, मैले के खायो के लायो म कहाँ गयो एक एक मतलब राख्ने, मेरो मतलब गर्ने। मैले कसैको केही खाइदिएको छुइनँ नि। मेरो किन यस्तो विधि चासो गर्नुपर्ने के? मैले त कसैको केही बिगारिदिएको छु जस्तो त लाग्दैन त। अरू जहाँसुकै जाओस्, जेसुकै खाओस्, जेसुकै लाओस्, मलाई मतलब छैन के। म मतलब गर्दिनँ। मान्छेहरू हुन्छ नि, फल्ना घुम्न गयो, फल्ना यता गयो, फल्ना उता गयो भनेर कुरा गरेर बस्छ नि। मलाई त्यस्तो केही मतलब छैन के। जोसुकै जहाँसुकै जाओस्, जोसुकैले जेसुकै खाओस्, जोसुकैले जेसुकै लाओस् के। म जे छु त्यसमै रमाउने खालको मान्छे हो के। मसँग जे छ म त्यसमै रमाउँछु के। मलाई अर्काको चाहिँदैन। म अर्काको मतलब गर्दिनँ के। मेरो पनि मतलब नगरोस् के भन्छु के म जहाँसुकै जाउँ, जेसुकै खाउँ, जेसुकै लाउँ, मेरो पनि चासो नगरोस् के। मेरो कुरा काट्दै नहिँडोस्। मलाई यस्तो रिस उठिरहेछ नि, यस्तो रिस उठिरहेछ। म रिस कन्ट्रोल गर्नै सकेकै छुइनँ के। त्यही भएर मैले यो भिडियो बनाएको हो के। त्यस्तो रिस उठिरहेको क्या मलाई त कसैको मतलब हुँदैन त भनेको के। म त कसैको कुरा गर्दिनँ त। मेरो चाहिँ किन कुरा गर्नुपर्ने, मेरो चाहिँ किन मतलब गर्नुपर्ने। मैले कुरा काट्दै हिँडेको भए पनि त ल हो, उनीहरूको हाम्रो कुरा काट्यौँ, हामी नि यसको कुरा काटौँ भनेर ल कुरा गऱ्यो भन्नु। मैले त कसैको कुरा गर्दिनँ त। मलाई त मतलबै छैन त कसैको नि। मेरो चाहिँ किन त्यस्तो विधि मतलब गर्नुपर्ने, त्यस्तो विधि कुरा काट्नुपर्ने। मलाई नराम्रो बनाउँदै हिँडेको छ, मेरो कुरा गरेको छ। मैले कसैको केही खाइदिएको त छुइनँ नि भनेको। मेन भनेको मेरो बुढाबुढी हो। मेरो बुढाबुढीमा राम्रो भएपछि मलाई अरूले जेसुकै भनोस्, मलाई मतलब भएको कुरा होइन। हुन त मतलब भएको कुरा त होइन। त्यही पनि के चुप लागेर बस्दा बस्दै पनि एक कान दुई कान सुन्छ नै के कुरा गरेको, नराम्रो भनेको। किन कुरा गर्दै हिँड्नु मेरो, किन कुरा काट्नु मेरो। मैले कसैको केही खाइदिएको छुइनँ नि। म हिँडे पनि, लाए पनि, खाए पनि मेरो बुढालाई सबै कुरा थाहा भएपछि अरूलाई किन थाहा हुनु पर्यो, अरूले किन मतलब गर्नु पर्यो मेरो। म कहाँ गएँ के गरेँ भनेर मेरो बुढालाई थाहा नि त। मेरो बुढालाई थाहा भएपछि मैले अरूलाई सफाइ दिँदै हिँड्नुपर्ने हो। म यहाँ जान लाएको, यो गर्न लाएको भन्दै हिँड्नुपर्ने हो मैले। कमाइ चाहिँ खाने मैले मेरो पोइको। अनि मैले दुनियाँलाई के म यसरी हिँड्न लाएको, यहाँ जान लाएको, त्यहाँ जान लाएको भन्दै हिँड्नुपर्ने मैले। म मेरो लाइफ हो नि, म जसरी जिउन मन लाग्छ त्यसरी जिउँछु। अरूलाई मतलब भएको कुरा हो होइन नि। मैले कसैको मतलब गरेको छुइनँ नि। अनि मेरो किन यस्तो विधि चासो, किन यस्तो विधि कुरा गर्दै हिँड्नुपर्ने मलाई मेरो। मलाई नराम्रो बनाएर पाउँछ के तिमीहरूले? मलाई नराम्रो बनाएर पाउँछ के तिमीहरूले? कि म राम्रो भएर चाहिँ मलाई नराम्रो बनाऊँ, के गरेर नराम्रो बनाऊँ हुन्छ तिमीहरूलाई? तिमीहरू एक दुईजनाले मलाई नराम्रो भनेर केही पनि हुँदैन। मलाई राम्रो भन्ने मान्छे जति पनि छ, मेरो आफ्नो मान्छेहरूले मलाई राम्रो भने पुग्छ। तिमीहरू एक दुईजनाले मलाई नराम्रो भनेर मलाई केही पनि हुँदैन। मेरो आफ्नो मान्छेलाई, मेरो पोइलाई थाहा नि त म कस्तो छु भनेर। त्यो भए पुग्छ के मलाई। तिमीहरू एक दुईजनाले मलाई नराम्रो भनेर, नराम्रो बनाएर हुन त हुने केही पनि होइन के। यो भिडियो चाहिँ मैले किन बनाएको भने मलाई चित्तै बुझेन के, चित्तै बुझेन। यस्तो रिस उठिरहेछ, यस्तो रिस उठिरहेछ। आज मात्रै होइन के, मैले कतिचोटि सुनिसकेँ के यस्तो कुरा, कतिचोटि सुनिसकेँ। त्यही पनि म चुप लागेर बसिरहेको छु के, चुप लागेर बसिरहेको छु। आज चाहिँ मलाई अति नै रिस उठेर मैले यो भिडियो बनाएको क्या। म सुत्न मन लागे सुत्छु, उठ्न मन लागे उठ्छु, खान मन लागे खान्छु, हिँड्न मन लागे हिँड्छु, घुम्न मन लागे घुम्छु। मलाई जे गर्न मन लाग्छ म त्यही गर्छु। अरूलाई मतलब भएको कुरा हो, अरूलाई मतलब भएको कुरा हो होइन नि।
किन मतलब गर्नु पर्यो मेरो? म कसैको मतलब गर्दिनँ भने मेरो किन मतलब गर्नु पर्यो? मैले भन्न यो कुरा फेरि मैले सबैलाई पेच पारेर भनेको त होइन है। जसले मेरो कुरा काट्दै हिँड्छ त्यसलाई पेच पारेर भनेको हो मैले यो कुरा। सबैलाई पेच पारेर चाहिँ भनेको होइन मैले। म राम्रोमा राम्रो छु, नराम्रोमा फेरि मलाई एकचोटि यो मान्छे यस्तो भनेर चिने नि, मलाई त्यो मान्छे जिन्दगीभर चाहिँदैन के। म त्यस्तो छु क्या। राम्रोमा राम्रो, नराम्रोमा म जस्तो नराम्रो कोही पनि छैन के। मलाई एक दुईजनाले नराम्रो बनाएर म नराम्रो हुने पनि होइन। म कस्तो छु मलाई थाहा छ, त्यति भए पुग्छ। मलाई यो एक दुईजनाले नराम्रो बनाउँदै हिँडेर नराम्रो भनेर मलाई केही ख्यास्नेवाला छैन। सक्छस् भने अगाडि आएर कुरा गर। सक्छस् भने अगाडि आएर भन्, त यस्तो भनेर भन्न सक्छस्? अगाडि आएर भन्, त्यो बेलामा थाहा हुन्छ त सही कि म सही भनेर। पछाडि कुरा काट्दै नहिँड।